गाइस जी हमन बॉयलर करा दे नहीं हमन बॉयलर करा दे सम्पूर्णलाई स्वागत छ मेरो बर्दियाली दीपक भ्लग्समा। आज चाहिँ हजुरहरूको माझमा हामी फेरि छिटो मिठो भ्लग्स लिएर उपस्थित भइसकेका छौँ। आज चाहिँ हामी भित्र रहेका कला प्रतिभाहरूलाई प्रस्फुटन गर्दै तपाईँहरूको माझमा ल्याएका छौँ। सर्वप्रथम म आफैबाट सुरुवात गर्छु कि ममा भएका कलाहरू तपाईँहरूमा देखाउन गइरहेको छु। कृपया मन परेमा लाइक कमेन्ट सब्सक्राइब सेयर गर्न नभुल्नुहोला। ल त हेर्नुहोस् है, म चाहिँ अब आफ्नो भित्र भएको प्रतिभा अलग किसिमको नयाँ काता लिएर आइसकेको छु तपाईहरुको माझमा। अब म देखाउन गइरहेको छु। तो चलिए शुरू करते रेडी ल है, मैले त आफ्नो प्रतिभा देखाइसकेँ। तर हाम्रो यहाँ राजापुर नगरपालिका वार्ड नम्बर 5 स्थित भएका मेरा साना साना भाइ बहिनीहरूले आफ्नो कला प्रतिभा देखाउन गइरहेका छन्। त्यस कारणले तपाईहरुलाई उहाँहरूको कला प्रतिभा हेरिदिन हुन अनुरोध गर्दै म लाग्दछु अब कला प्रतिभातिर। आउनुहोस्। एकदमै सुन्दर कोही कस्तो छ अरे मैले सुनेको थिएँ। ल नानी एउटा गीत सुनाइदेऊ त। ल ल फोकस क्यामेरा फोकस। दिल समझ नहीं पाता मांगे तेरी खेलिया सोना था तेरा बे झूठा रंग 2 दिनों में छूटा कैसे भुलाऊं बेरिया जरा झरा 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 तो भी क्या याद रखेगा जाहिरन तेनू छोड़ दिया जरा झरा 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 तो भी क्या याद रखेगा जाहिरन तेनू छोड़ दिया। देखिसक्नुभयो तपाईँले मेरो प्यारी नानी खुसीले आफ्नो प्रतिभा देखाइसकेकी छिन्। उनले एकदमै राम्रो गीत गाएर सकिसकेकी छिन्। र त्यसै गरी अब अर्को कन्टेस्टेन्ट भन्नुपर्दा हाम्रो नृत्य देखाउन आउँदै हुनुहुन्छ कमलीजी। कमलजीको नृत्य स्वीकार्नुहोस् त। आजको लागि कमलजीको नृत्य देखाइदिनु हुन कमलजीलाई आइदिनु हुन यहाँ स्टेजमा हार्दिक अनुरोध गर्दछु। ल कमलजीको लागि ताली बजाइदिनु। भनेको चिया चिया भइसक्यो यो छाती छ। ल सबै दर्शकबिनहरूले चिया चिया भइसक्यो छाती गाना गाइदिनु हार्दिक अनुरोध गर्दछु। ल चिया चिया भइसक्यो यो छाती त्यसै गरी अब तपाईहरु देखिसक्नु भएको छ दुईजना कन्टेस्टेन्ट्सको आफ्नो आफ्नो कला प्रतिभा देखाइसक्नु भएको छ। त्यसै गरी अब फेरि हाम्रो भाइको कला प्रतिभा हेर्नका लागि तपाईहरु चयन बेचयन हुनुहुन्छ भने अब करण भाइले आफ्नो प्रतिभा देखाउन गइरहेका छन्। ल करण भाइ तिमीले के देखाउने आज? ल भन त आफ्नो प्रतिभा। उल्टा सुल्टा हान्न गइरहेका छौ करण भाइ, स्वीकार्नुस् त करण भाइको उल्टा सुल्टा। त्यसै गरी करण भाइको पनि प्रतिभा तपाईहरुले देखिनै सक्नुभयो। अब हम सब खाते पुलाव असल बिरयानी खाने का है तो हैदराबाद पूरा आते जाते थप्पड़ बजाई तो बिरयानी चाय की तो चुटकी लगाओ। समुद्र नहीं फिर भी लोगों में जिगर नहीं, खुद के बने लाला इतनी जिंदगी कर नहीं। क्या बोलते कंपनी कमाए ले बहुत मनी, इनके लगता सारे बंदे अगले बंदे तो मनी आई बाबा कर हेलो गाइस बर्दियाली दीपक भ्लग्स हजुरलाई मन पर्छ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सनु होला भन्दै आजको भिडियो यही अन्त्य गर्दै बिदा हुन्छौँ। हस्त धन्यवाद।